कार्यक्रमको सल्लाहकार संयोजक तथा आजको मुक्तकारको तर्फबाट उपस्थित सम्पूर्णलाई हृदयदेखि स्वागत गर्दै धेरै नबोलिकन मेरा केही मुक्तकहरू सुरु गर्छु। सहजकर्ताले भने जस्तै मेरो भागमा परेका मुक्तकहरू सुरु गर्न चाहे। मेरा मुक्तकहरू यसरी सुरु हुन्छ। दुःख सुखमा सँगै हुँदा नामर्द भनिदिन्छ, एक्लै दुखी अर्को हुँदा नामर्द भनिदिन्छ। दुःख सुखमा सँगै हुँदा नामर्द भनिदिन्छ, एक्लै दुखी अर्को हुँदा नामर्द भनिदिन्छ। नारी पुरुषमा समानता खोज्ने हो समाजले। कुन्नामजी, दुःख सुखमा सँगै हुँदा नामर्द भनिदिन्छ, एक्लै दुखी अर्को हुँदा नामर्द भनिदिन्छ। नारी पुरुषमा समानता खोज्ने हो समाजले, श्रीमतीका गोडा छुँदा नामर्द भनिदिन्छ। मेरो दोस्रो मुक्तक, कहिले ज्यामी कहिले हली बनेर कति तडपिए रित्तो बगली भनेर। कहिले ज्यामी कहिले हली बनेर कति तडपिए रित्तो बगली भनेर आज झुसिल्किरा छु हेपठिकै हो हल्ला। कहिले ज्यामी कहिले हली बनेर कति तडपिए रित्तो बगली भनेर आज झुसिल्किरा छु हेपठिकै हो, भोलि गगन छुनेछु पुतली भनेर। तेस्रो मुक्तक, मुटुभरिको घातले यति पनि सोचेन, ठेला भरिएको हातले यति पनि सोचेन। मुटुभरिको घातले यति पनि सोचेन, ठेला भरिएको हातले यति पनि सोचेन। माया पाउनको लागि लगानी गर्नु पर्ला विनोद सर। मुटुभरिको घातले यति पनि सोचेन, ठेला भरिएको हातले यति पनि सोचेन। माया पाउनको लागि लगानी गर्नु पर्ला यो गरिबीको जातले यति पनि सोचेन। सदाबहार मुक्तक भन्न चाहे। केही न केही त पक्कै गुनासो बन्छ अब, अरूलाई चिन्ता तिमीलाई हाँसो बन्छ अब। केही न केही त पक्कै गुनासो बन्छ अब, अरूलाई चिन्ता तिमीलाई हाँसो बन्छ अब। सायद काम लाग्छ भनेरै त दिए कि हौली। केही न केही त पक्कै गुनासो बन्छ अब, अरूलाई चिन्ता तिमीलाई हाँसो बन्छ अब। सायद काम लाग्छ भनेरै त दिए कि हौली, तिम्रै उपहार मफलर पासो बन्छ। मेरो दुश्मनको लागि, हेर्दा पनि लोभ लाग्ने बेग्लै आकार बनाइदिनुहोस्, चम्किलो बनाइदिनुहोस्, तिखर धार बनाइदिनुहोस्। हेर्दा पनि लोभ लाग्ने बेग्लै आकार बनाइदिनुहोस्, चम्किलो बनाइदिनुहोस्, तिखर धार बनाइदिनुहोस्। मैले मेरा दुश्मनसँग बदला लिनु छ ए आरनको दाइ। हेर्दा पनि लोभ लाग्ने बेग्लै आकार बनाइदिनुहोस्, चम्किलो बनाइदिनुहोस्, तिखर धार बनाइदिनुहोस्। मैले मेरा दुश्मनसँग बदला लिनु छ ए आरनको दाइ, म फलामलाई कि खकुरी कि तरबार बनाइदिनुहोस्। पहिलो चरणको अन्तिम मुक्तक सुरु गर्न चाहे। घरमै मन्दिर घरमै देवघाट धाम मिल्छ अब, उदासी मुहारमा अलिकता घाम मिल्छ अब। घरमै मन्दिर घरमै देवघाट धाम मिल्छ अब, उदासी मुहारमा अलिकता घाम मिल्छ अब। मैले भेटी चढाउने पैसाले बालाई चप्पल किनिदिए। घरमै मन्दिर घरमै देवघाट धाम मिल्छ अब, उदासी मुहारमा अलिकता घाम मिल्छ अब। मैले भेटी चढाउने पैसाले बालाई चप्पल किनिदिए। बागा फुटेका पैतालामा थोरै आराम मिल्छ। महसुस हुँदैछ। ठिकसँग मेरो दोस्रो चरणका मुक्तकहरू सुरु गर्न चाहे। मैले पहिलो मुक्तक प्रश्न जसरी सुरु गर्दैछु। दुखाइ अनि आँसुको श्राप लाग्ला कि नै, धोकेबाज अनि घातीको छाप लाग्ला कि नै। दुखाइ अनि आँसुको श्राप लाग्ला कि नै, धोकेबाज अनि घातीको छाप लाग्ला कि नै। आफ्नो कर्मले आफैलाई पोल्छ भन्छन् एक दिन दोस्ताजी। दुखाइ अनि आँसुको श्राप लाग्ला कि नै, धोकेबाज अनि घातीको छाप लाग्ला कि नै। आफ्नो कर्मले आफैलाई पोल्छ भन्छन् एक दिन, आफूले आफैलाई रुवाएको पाप लाग्ला कि नै। दोस्रो मुक्तक, समय भयो अरू पनि नानी। दोस्रो मुक्तक यो चाहिँ मेरो त्यो मित्र जसले मेरो पैसा लिएर आजसम्म फिर्ता दिएन। खै कहिले आउला उसको चेत फिर्ता गर्दैन, यता जानै आँट्यो मेरो घर खेत फिर्ता गर्दैन। खै कहिले आउला उसको चेत फिर्ता गर्दैन, यता
यता जानै आँट्यो मेरो घर खेत फिर्ता गर्दैन तँलाई पर्दा ज्यानै दिन्छु भन्दै आएको साथी खै कहिले आउला उसको चेत फिर्ता गर्दैन यता जानै आँट्यो मेरो घर खेत फिर्ता गर्दैन तँलाई पर्दा ज्यानै दिन्छु भन्दै आएको साथी अहिले सापटी लगेको पैसा समेत फिर्ता गर्दैन ठिक छ म अर्को मुक्तक सुरु गरेँ कोही आएर हर दिन हर रात सतायो भने के गर्छौ न सक्लो न पागलको चाहिँ हाल बनायो भने के गर्छौ कोही आएर हर दिन हर रात सतायो भने के गर्छौ न सक्लो न पागलको चाहिँ हाल बनायो भने के गर्छौ आज अर्काकी छोरीलाई यसरी मारे तुल्य बनायो भोलि तिम्रै छोरीलाई कसैले रुवायो भने के गर्छौ याद आइरहन्छ छोडेर जानेको भुल्न सकिएन उसलाई आफ्नो जिन्दगी मानेको भुल्न सकिएन याद आइरहन्छ छोडेर जानेको भुल्न सकिएन उसलाई आफ्नो जिन्दगी मानेको भुल्न सकिएन विगत हो याद गरेर फाइदा छैन जान्दा जान्दै पनि याद आइरहन्छ छोडेर जानेको भुल्न सकिएन उसलाई आफ्नो जिन्दगी मानेको भुल्न सकिएन विगत हो याद गरेर फाइदा छैन जान्दा जान्दै पनि काखमा बसेर छातीमा छुरा हानेको भुल्न सकिएन अर्को थोरै रमाइलो गुमनामजीले बुझ्नुहुन्छ यो पीडा मौन बसौँ उसको मन पोले पनि मरिन्छ फेरि मौन बसौँ उसको मन पोले पनि मरिन्छ फेरि जान्ने भएर बेली बिस्तार खोले पनि मरिन्छ मौन बसौँ उसको मन पोले पनि मरिन्छ फेरि जान्ने भएर बेली बिस्तार खोले पनि मरिन्छ गलामा छुरा राखेर श्रीमती सोध्छे त्यो केटीको प्रवीणजी मौन बसौँ उसको मन पोले पनि मरिन्छ फेरि जान्ने भएर बेली बिस्तार खोले पनि मरिन्छ गलामा छुरा राखेर श्रीमती सोध्छे त्यो केटीको लौ न अब त पोले पनि मरिन्छ मेरो दोस्रो चरणको अन्तिम मुक्तक बहुत अप्ठ्यारोमा पासो थाप्यौ अब के भनौँ मलाई पिरमाथि पिर खाप्यौ अब के भनौँ बहुत अप्ठ्यारोमा पासो थाप्यौ अब के भनौँ मलाई पिरमाथि पिर खाप्यौ अब के भनौँ मेरो अङ्गालोको न्यानोले नपुगेरै त होला बहुत अप्ठ्यारोमा पासो थाप्यौ अब के भनौँ मलाई पिरमाथि पिर खाप्यौ अब के भनौँ मेरो अङ्गालोको न्यानोले नपुगेरै त होला मेरै चिता जलाएर आगो ताप्यौ अरू के मजा भइरहेको हुनुपर्छ फरक विधामा फरक प्रस्तुताले फरक विधाहरू प्रस्तुत गर्दा मलाई जहाँसम्म लाग्छ कसैलाई पनि झ्याउ लागेको छैन होला हामी समय पाबन्दीभन्दा अलिकति पर छौँ त्यसको लागि क्षमा प्रार्थी भन्दै मेरो अन्तिम चरणका मेरो भागमा परेका मुक्तकहरू सुरु गर्न चाहे मेरो मुक्तक यसरी सुरु हुन्छ ध्यान दिनुहोला हाँस्न सक्दिन रुने मात्र बानी भएको फाइदा केही छैन सबैतिर हानि भएको हाँस्न सक्दिन रुने मात्र बानी भएको फाइदा केही छैन सबैतिर हानि भएको प्रेममा आगो लगाएर के छ सोचिनु नि हाँस्न सक्दिन रुने मात्र बानी भएको फाइदा केही छैन सबैतिर हानि भएको प्रेममा आगो लगाएर के छ सोचिनु नि कसरी सुनाऊ मेरो जिन्दगी खरानी भएको अर्को यो मुक्तक सुनिरहँदा अविरलको मुखमा अथवा माइनमा कोही मान्छे आउन सक्छ त्यसको लागि माफी चाहन्छु प्याच बोल्छ यार खुब हेपेर खिल्ली उडाउँछ बेला बेला मैतिर हेरेर खिल्ली उडाउँछ प्याच बोल्छ यार खुब हेपेर खिल्ली उडाउँछ बेला बेला मैतिर हेरेर खिल्ली उडाउँछ हिजो मेरै पिठ्यौमा चढेर ऊ माथि पुगेको हो प्याच बोल्छ यार खुब हेपेर खिल्ली उडाउँछ बेला बेला मैतिर हेरेर खिल्ली उडाउँछ हिजो मेरै पिठ्यौमा चढेर ऊ माथि पुगेको हो आज मेरै कुप्रिएको ढाड देखेर खिल्ली उडाउँछ तेस्रो चरणको तेस्रो मुक्तक मेरो बाको लागि तेरी चिन्ता सबै भगाउने उपाय सिकाइदिनु न बा जिन्दगीमा दुःखै नपाउने उपाय सिकाइदिनु न बा तेरी चिन्ता सबै भगाउने उपाय सिकाइदिनु न बा जिन्दगीमा दुःखै नपाउने उपाय सिकाइदिनु न बा म 25 नपुग्दै आतिए 50 कसरी काट्नुभयो
पीर चिन्ता सबै भगाउने उपाय सिकाइदिनु न भए, जिन्दगीमा दुःखै नपाउने उपाय सिकाइदिनु न भए। म 25 नपुग्दै हातिए 50 कसरी काट्नु हो, मलाई पनि जिन्दगी कटाउने उपाय सिकाइदिनु न भए। अर्को एउटा, यो पनि दुश्मनलाई नै हो कि क्या हो। देखेका सपना जित्ने रहर मार्छु, नसोचे नै हुन्छ डराउँछु, आत्तिन्छु मन कमजोर पार्छु, नसोचे नै हुन्छ। देखेका सपना जित्ने रहर मार्छु, नसोचे नै हुन्छ डराउँछु, आत्तिन्छु मन कमजोर पार्छु, नसोचे नै हुन्छ। मित्र, तिमी मलाई हराउन खुब मेहनत गर्दैछौ। देखेका सपना जित्ने रहर मार्छु, नसोचे नै हुन्छ डराउँछु, आत्तिन्छु मन कमजोर पार्छु, नसोचे नै हुन्छ। मित्र, तिमी मलाई हराउन खुब मेहनत गर्दैछौ। म मृत्यु जितेको मान्छे तिमीसँग हार्छु, नसोचे नै हुन्छ। अर्को एउटा 5औं मुक्तकमा सुन। यस्तै रहेछ मेरो भाग्य भनी कर्म छोड्ने छैन, बरु रहन्छु सधैँ सानो भनी कर्म छोड्ने छैन। यस्तै रहेछ मेरो भाग्य भनी कर्म छोड्ने छैन, बरु रहन्छु सधैँ सानो पनि कर्म छोड्ने छैन। दुई टुक्रा पार्दैमा सर्वस्व सकिएला, नसोच न मित्र अविरल। यस्तै रहेछ मेरो भाग्य भनी कर्म छोड्ने छैन, बरु रहन्छु सधैँ सानो पनि कर्म छोड्ने छैन। दुई टुक्रा पार्दैमा सर्वस्व सकिएला, नसोच न मित्र। म सिसा कलम हुँ भाँचिँदा पनि कर्म छोड्ने छैन। अन्तिम चरणको अन्तिम मुक्तक जाँदा जाँदै विनोदजी। मन हो त्यो पनि लोला, ख्याल गरे है चढ्दा पहाड तर्दा खोला, ख्याल गरे है। मन हो तिम्रो पनि लोला, ख्याल गरे है चढ्दा पहाड तर्दा खोला, ख्याल गरे है मेरै समीप हुँदा पुग्दा आँसु खुसिदिन्थे। रविनाजी, मन हो तिम्रो पनि लोला, ख्याल गरे है चढ्दा पहाड तर्दा खोला, ख्याल गरे है मेरै समीप हुँदा पुग्दा आँसु खुसिदिन्थे। अब